परिस्थिति जस्तोसुकै होस्, मनस्थिति सधैँ बलियो नै बनाउनुपर्छ। हेलो एभ्रिवान, गुड मर्निङ। आज पनि म बिहान उठेर योगा, आसना, एक्सर्साइजहरू गरेँ। योगा आसनाहरू सिक्ने क्रममा मलाई लाग्न थालेको छ झन् जति जति दिन बढ्दै गयो, उति मैले त केही पनि जानेको छैन है जस्तो लाग्ने। सिक्दै जाने क्रम त पक्कै पनि चलि नै रहन्छ होइन। आज चक्लेट डे, बिहान बिहान उठेर मसँग चक्लेट थियो। नानीलाई किटक्याट दिएर ह्याप्पी चक्लेट डे भनेर उठाएँ अनि अफिसतिर लागेँ म। साँच्चै कति बेला कुनै कुराले होइन, सानो कुराले पनि कति धेरै खुसी दिन्छ भने कति बेला कति ठुल्ठुलो कुराहरू पाउँदा पनि त्यो खुसी दिन सक्दैन के भन्ने कुरा कहिले कहिले मनमा आउँछ, त्यो फिल पनि हुन्छ। अनि यता अर्को अफिसमा एकछिन काम सकेर म घर फर्केँ। नानीले मलाई बिहानै चक्लेट ल्याइदिनु है भन्दै थियो। त्यसैले गाजर देखाएर यो तिम्रो चक्लेट भनेको रिसाएँ अनि मैले अर्को चक्लेट पनि ल्याएको थिएँ अनि उसलाई दिएको खुसी भएर मलाई पनि चक्लेट दिएँ। अनि म आज साँझको खाना खाएर सुतेँ। बाइ बाइ।